लाग्नु भएको साथीहरुलाई केही सहज पनि हुन सक्छ, त्यही भएर कृपया नेपालको जस्तै पुरा भिडभाड हुँदैन यहाँ है। हजुर दाजुभाइले के होला। हेलो एभ्रीवान, नमस्कार, वेलकम टु माई अनदर न्यू ब्लग। र म पनि सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्दै आज पनि एउटा भिडियो लिएर आइसकेको छु। कृपया भिडियो लास्टसम्म हेरेर केही सल्लाह सुझावहरू दिनु होला। र यदि च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज लाइक शेयर र सब्स्क्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। र मेरो युट्युबको फर्स्ट भिडियो चाहिँ काम गर्दै गरेको र काम गर्दा लगाउने ड्रेसअपमा कम्पनीको ड्रेसअपमा थियो भने आज भने म अलिकति फरक ड्रेसअपमा पनि देखिएको छु, किनभने म चाहिँ काम मात्रै गरेर भएन नि त, सधैँ यो भात पनि खानु पर्यो। त्यही भएर चाहिँ रासनको लागि चाहिँ म मार्केट जाँदैछु। कृपया भिडियो पुरा लास्टसम्म हेरेर रोमानियामा चाहिँ के पाउँछ, कतै रोमानियामा नेपाली ब्रान्ड पनि पाउँछ कि, र भर रोमानिया आउन लाग्नु भएको साथीहरूलाई केही सहज पनि हुन सक्छ, त्यही भएर कृपया लास्टसम्म हेरिदिनु होला भन्न चाहन्छु। हस्, धन्यवाद, बाई बाई। अहिले चाहिँ हामी गाडी कुनै ठाउँमा पनि आइसकेको छौँ र गाडी चाहिँ आउन अझै चिसो छ। गाडी आउन चाहिँ अलिकति एकछिन टाइम लाग्दै जस्तो लाग्यो, किनभने भने यहाँ चाहिँ टाइम टेबल हुन्छ र मसँग एकजना दाई पनि हुनुहुन्छ सँगै। अब दाईसित म एउटा कुरा गर्छु, दाईले चाहिँ के भन्नु हुँदो रहेछ है त। दाई हजुर, हाम्रो चाहिँ आज कहाँसम्मको यात्रा हुँदैछ मेरो दाईको? भाइ मार्केट जाम दाजुभाइ भनेर निस्किरहेको होइन। हजुर, गाडी कुरेर बसेको, गाडी आउँछ। नेपालको जस्तै पुरा भिडभाड हुँदैन यहाँ है। हजुर, ठ्याक्कै आउँछ, ठ्याक्कै चढाउँछ, लिएर जान्छ। हजुर, चट्ट जाने, मार्केट जाने, हप्तामा 5 दिन काम गर्ने, हजुर, 2 दिन यस्तो बस्ने कोठामा मिठो मिठो बनाएर खाने। अनि दाई यहाँको चाहिँ गाडीमा चढ्दा टिकट काट्न पर्छ कि पैसा दिएर हुन्छ कि के हुन्छ? यस्तो टिकट काट्न नि पर्छ। अनि यहाँको एउटा कार्ड पनि पाइन्छ गाडी चढ्नलाई। तर पुलिसले चेक गर्दाखेरि कार्डहरू पञ्जीकरण गर्नु पर्यो, कार्ड देखाउनु पर्यो होइन। यसमा आएको 4-5 दिन भइसक्यो, पैसा तिरेको छैन भाइ होइन। तर आफू धेरै सेफ भएर गर्नुपर्छ यो कुरा। एउटा टिकट चाहिँ बोकेर हिँड्नु पर्यो। एउटा टिकट बोकेर हिँड्नु पर्यो भाइ होइन, एउटा टिकट बोकेर हिँड्नु पर्यो। अहिलेसम्म हामीलाई भाग्यले साथ दिइरहेछ, टिकट नभए पनि हामी हिँडिरहेका छौँ होइन। अब गाडी आउँदैछ, एकछिनमा तिमी पनि हेर। दाजुभाइ सरलाई पुरा गर्दै जाऊँ। ल हस् दाइ, हस्। ल अब अहिलेलाई चाहिँ बन्द गर्ने होइन, अहिलेलाई चाहिँ ठिकै छ। अहिले दाजुभाइ मार्केटमा गएपछि चाहिँ नेपाली सामानहरू पनि केही पाउँछ कि यसो हेर्नुपर्छ है त। हुन्छ हुन्छ, दाजुभाइ सल्लाह गरौँला। सल्लाह गरौँला है त। ल दाइ, ल। गाडी पनि आइसकेको छ। दाइले चाहिँ फेरि हल्का मनियन पनि हाल्नुहुन्छ होइन, म चाहिँ त्यति पुग्दैन। दाइले चाहिँ हल्का मनियन हालेर यसो गफसप पनि लाउनुहुन्छ। देख्न सक्नुहुन्छ होइन, पुरै खाली छ क्या गाडी, पुरै खाली छ। नेपालीहरू चढ्ने 2-4 जना, त्यही पनि कोहीले पैसा तिर्दैन। सबले टिकट एक-एकवटा हातमा चाहिँ लेख्ने हो, चेकिङ पर्यो भने तिर्ने हो, नभए सबै पैसा बचाउने। ठिकै हो, देशको यो अवस्थामा पुगेर अब अहिले देशको हालको अवस्था हेर्दा जसरी हुन्छ, बरु देश छोडा परिवार खुसी बनाऊ, पैसा कमाऊ जस्तो पनि लाग्छ होइन। चाहिँ अब फ्रेन्ड हो, दादाको फ्रेन्ड हो, सँगै काम गर्ने। बोलाउनु एकचोटि। भाषा जानेको चाहिँ यसरी कुरा पनि गर्न पाइन्छ। अब आफू त भाषा पनि आउँदैन, केही पनि आउँदैन, अरूले बोलेको केही पनि बुझ्दैन राम्रोसित। अब के गर्ने, सबै नेपालीहरूसित गर्न चाहिँ गाह्रो छ मलाई चाहिँ होइन। दाइ चाहिँ उनीहरूसँगै काम गर्ने भएर रोमानियासँगै आयो पनि सँगै आएको, तर दाइले धेरै कुराहरू गर्नुहुन्छ भने सोचेर। र दाइ रोमानियासित काम गर्नुहुन्छ, म नेपालीसित काम गर्ने भन्दैछु। त्यो रोमानिया बोल्नुमा पनि दाइ पनि त्यति राम्रो बोल्न बुझ्न चाहिँ अझै थोरै बुझिन्छ भने बोल्न चाहिँ 0। आज आइछु जहाँ त सामान्य कुराहरू भनेर बोलिन्छ नि त। के भयो?
अब मैले भाषा जानेको मान्छेलाई केही कुराहरू भन्थेँ होइन, मलाई चाहिँ अब भाषा आउँदैन, त्यही गर्नु बसिदिहरू बोलेको हेर्छु सोध्छु सोध्छु दाइसित दाइ के भनेको कस्तो भनेको सोध्छु अहिले। गाडीबाट यहाँ मात्रै हो, केही कुरा नभए नि ठिकै छ। ठुलो बिल्डिङ, विदेश भनेको यही हो, ठुलो बिल्डिङ, चिल्लो गाडी, कालो गाडी। हामीले देख्ने पनि यही हो, हेर्ने पनि यही हो, भिडियोमा आउने पनि यही हो। पैसा पनि यही छ, खुसी पनि यही छ, मान्छे राम्रो पनि यही छ, सबै कुरो विदेशमा सबै कुरो रहेछ र मान्छे सबै विदेश हिँडेर रहेछन् है। त्यही ठुलो बिल्डिङ, निलो आकाश भने यही होला। देख्न सक्नुहुन्छ घरमाथि चढेर ड्याङ्की ड्याङ बालेन शाहको डोजर यहाँसम्म आइपुग्यो है। ल मेयर साहब कहाँ हो, मोबाइल फेरि कहाँ हल्लियो यार। ड्याङ्की ड्याङ भत्काइरह होइन, अब ठिकै छ भत्काओस्, अब के गर्नु। टक्क विदेश, तर रोमानिया साह्रै हरियाली, पुरै नेपाल जस्तै लाग्छ, नेपाल जस्तै लाग्छ क्या रोमानिया। हावापानीहरू पनि अलिकति बढी चिसो छ नेपाल भन्दा होइन, होइन भने बवाल छ क्या, हरियाली पुरै हरियाली छ। नेपाल यत्तिको हुना नि अबको 50 वर्ष लाग्छ क्या, तर नेपालमा यो वृद्धि विकास हुन एकदम टाइम लाग्छ। किनभने नेपाल माथि जाला भन्दामा अझै को सत्तामा जाने, कसले धेरै लुट्ने भन्नेमै लडाइँ गर्दैछन् होइन। त्यही भएर पनि देश माथि उठ्न सकेको छैन, अब के गर्ने। पुरा हरियाली छ क्या। अनि मार्केट पनि आउन लाग्यो, अब आमै त मार्केटमा के पाइन्छ हेर देख्न सक्नुहुन्छ। रासन पनि लिएर आइयो होइन। भिडियो चाहिँ गराउन मन थियो मलाई, तर आम्मामा यति धेरै मान्छे के, यति धेरै मान्छे रहेछ र मलाई चाहिँ भिडियो गर्न अलिक अप्ठ्यारो लाग्यो नि त, अलि अप्ठ्यारो लाग्यो। त्यही भएर पनि भिडियो गरेन र ठिकै छ। केही पाइएन सामान, एक झोला मैले, एक झोला दाइले बोक्नु भएछ र सबै नेपाली खानेकुरा, सबै नेपाली फलफुल, सबै नेपाली। ठाउँ मात्रै रोमानिया, नेपालको अलिक सानो हुन्थ्यो, यहाँको अलिक ठुलो हुँदो रहेछ, अरू सबै रोमानियाको। अनि चामल कुकुरले खान्थ्यो 25 किलो, मान्छेले खान्छ 1 किलो। यहाँको पाउरोटी घरमा बाँचेका हुन् नि त, यिनीहरूले भात खान्नन्, हामीलाई फेरि पाउरोटी खाएर हुँदैन, भात खानै पर्छ। त्यही भएर पनि चामल चाहिँ 1-1 केजीको पाइएको पनि हुन सक्छ जस्तो लाग्यो मलाई होइन। ठिकै छ ल्याइयो। तर रोमानिया लास्टै राम्रो छ, नेपालको भन्दा पनि राम्रो छ क्या। फुलहरू बाटो बाटोमा फुलहरू फुलिरह, अनि यस्तो राम्रो राम्रो फुल छ क्या। बाटो पनि सफा छ र यहाँको मेन भनेको गाडीहरू जेब्रा क्रसिङमा यति जति स्पिड भयो नि मान्छे बाटो काट्न लाग्छ गाडी रोकिदिन्छ क्या। जति स्पिड भए पनि जेब्रा क्रसिङमा चाहिँ रोकिदिन्छ क्या। नेपालमा हो भने पेलेरै हिँडिदिन्छ,
चोरहरू केही सिक्नु छैन, खालि गाडी मात्रै चलाउनु जानेर हुन्छ। नियम फलो गर्न सक्नु पर्यो नि। मार्केट गएर नि आइयो, मार्केटको भिडियो चाहिँ देखाउन सकिएन है, किनभने मान्छे थियो नि त, भन्ने मान्छे थियो, त्यही भएर देखाउन सकिएन। दाजुभाइले केक झोला बोकेर आइयो। मार्केट देखाउँछु भनेर देखाउन पाइँदैन, ठिकै छ। एकचोटि चाहिँ सकेसम्म देखाउँला भन्दै अहिलेलाई बिदा हुन्छु।